आउट भइसक्यो त ज्यामिरे बजार भनेको यही हो गाडी आएर छ बिस्तारै जाउँ गुरुजी हतार नगर्नुहोस् न यार ढिला गयो अवश्य पुगिन्छ हतार गरे भन्न सकिन्न किन ओभरटाइम गर्नु बिस्तारै जाउँ ट्याक्सीको पछाडि के हिँड्नु भनेर कि ट्रेन गराएको छ खै त्यो गुरुजीलाई थाहा होला हजुर ए भ्याउन त भ्याउँछ होइन लोड गर्न भ्यान्छ गुरुजी आज भ्याउन त भ्याउँछ हजुर कति बज्छ भने हजुर 7 बज्छ कि 8 बज्छ है 7 बज्छ होला 5 बजेर अनि अनलोड गर्न भ्यान्छ मजाले भ्याउँछ अनरतिर आएर बस्नु पर्ला आज अनरतिर आएर बस्ने माल अलिक बढी हाल्ने हजुर हजुर गुरुजी घर चाहिँ कता हजुर हजुर मेरो मकनपुर जिल्ला मकनपुर जिल्ला यता मनहरी नयाँ बस्ती होला केटा मान्छेले रोपेर खाँदा त हामीलाई हजुर जी जी 8 नम्बर पाउँछ अरे फेरि 8 नम्बर के पाउँछ अरे अर्को एउटा त्यही यति भन्नु रहेछ कति नम्बर गेयर भएको र अहिले होइन 8 नम्बर 8 नम्बरमा हो हजुर हजुर 8 नम्बरमा चाहिँ के हुन्छ त गुरुजी हजुर स्पिड बढी भएर बढी हुन्छ कि घटी हुन्छ 8 नम्बरमा 8 नम्बर स्पिड बढी हुन्छ नि र अनि 7 नम्बरमा जाउँ गुरुजी जाउँ मोटरसाइकल आइरहेको छ है मोटर बाइक आइरहेछ यो कता जानु लाग्यो श्यामले अब जागिर छोडेर आए पनि अब गाडी चलाएर आफ्नो गुजारा चलाउन सक्ने भयो होइन छ सिक्नु पऱ्यो यस्तै हो कमाइ भन्ने कुरो त अब त्यही हो बसिरहनु भन्दा होइन ए गाई म चाहिँ अब लोड गर्न जाँदैछु है हजुर हजुर यसलाई फेरि सेभ गरेर अर्को हाल्छु भनौँ न भनौँ भयो हिँड गरौँ खै त एउटा स्पेसल जान्छ हेलो गाइस म चाहिँ ठ्याक्कै सिलपानी आइपुगेँ बाजे लोड गर्न जाँदैछु होइन अब लोड चाहिँ समथिङ दबाईतिर हुन्छ होला ओके म चाहिँ आज सिलपानीसम्म मात्रै बस्छु माथि खानेतिरको बाटो चाहिँ कस्तो छ हजुर गुरुजी खानेतिरको बाटो एकदम मोबाइल
हो हजुर किन यतै हो र बाइक लिएर जानु पर्यो बाइकहरू छ ए कसले जाने बाइक ल सिम्पानी आइपुग्यो होइन गुरुजी सिम्पानी आइपुग्यो होइन ल सिम्पानी